न पशुपति विकास कोषको कोही प्रतिनिधि आएको छ घर भत्काउने बेलामा, न काठमाडौँ महानगरपालिकाको काठमाडौँ महानगरपालिका अन्य सबै ठाउँमा भत्काउँदा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल आउँछ, तर यो भत्काउँदा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल पनि छैन। वडाध्यक्षज्यूले प्रत्यक्ष अगाडि बसेर यो सुकुम्बासी बस्ती होइन, यो स्थानीय बस्ती हो, यसलाई भत्काउनु, यसलाई फेरि डोजर हाल्न पाइँदैन है भनेर मिडियामा भन्नुभएको छ, खुलेर मिडियामा भन्नुभएको छ। जननिधिले भन्नुभएको छ, खुलेर भन्नुभएको छ, तर कसैले सुनेर। हाम्रो यहाँको एकजना यहाँको सांसदज्यू पुकार बमज्यू युएसमा बाहिर हुनुहुन्थ्यो, नेपाल बाहिर। उहाँलाई खबर पुऱ्यायौँ, उहाँलाई यहाँ मिडियाकै थ्रुबाट हामी नम्बरहरू लियौँ, उहाँलाई खबर पुऱ्याइसकेपछि उहाँले पनि तपाईँको हाम्रै अगाडि, हामी अगाडि छौँ, हामी उहाँ पुग्यौँ, के अरे सिडिओ कार्यालय पुग्यौँ। सिडिओ कार्यालयमा गए जाँदैन, उहाँले सिडिओ कार्यालयमा सिडिओ साहबलाई पनि म नआइकन त्यो बस्ती भत्काउनु मिल्दैन, त्यो सुकुम्बासी बस्ती होइन भनेर भन्नुभएको थियो, हामीले सुनेका छौँ। त्यति गर्दा कसको जोडबरमा के पनि छैन, के पनि थाहा छैन हामीलाई। पशुपति विकास कोषले गलत सूचना दिएको रहेछ, त्यहाँ हामीले बुझ्यौँ। मुआवजा लिएको उठेर नगएको भनेर गलत सूचना दिएको रहेछ, बारम्बार ताकेता गर्दा पनि नउठेको भनेको रहेछ। तर रियालिटी त हामीसँग कागज छ नि, यहाँ के भएको हो भन्ने कागज चाहिँ बोल्छ अहिले छ। अनि त्यसपछि हामीले पछि बुझ्दै जाँदाखेरि अब यहाँनिर के भयो भने 18-19मा घर भत्कायो, स्थानीय निकायमा 21 गते दर्ता भएको छ, स्थानीय निकायमा काठमाडौँ महानगरपालिकामा 21 गते दर्ता भएको छ। पुरातत्व विभागलाई त पत्रै पठाएको रहेनछ होइन। अब यो कसरी भत्कियो त भनेर अनि हामीले हाम्रो तर्फबाट खोजबोज गऱ्यो, सूचनाको हक माग्यो। यो गर्दै गर्दाखेरि चाहिँ पशुपति विकास कोषले 15 गते आकस्मिक रूपमा चाहिँ एउटा परिषदको मिटिङ बोलाएर, परिषदको मिटिङमा मन्त्रीज्यूले हाम्रो चाहिँ यो अहिले पर्यटन मन्त्रीज्यूको सिग्नेचर देखिन्छ यहाँ। निर्णय कसले के बुझायो हामीलाई थाहा छैन, मन्त्रीज्यू र केही मान्छेहरूको सिग्नेचर हुन्छ। र हाम्रो यहाँको स्थानीय परिषदमा भएको मान्छेसँग बुझ्दै आउँदाखेरि चाहिँ के बुझ्न आइयो भने चाहिँ उहाँले चाहिँ एकदम गैर जिम्मेवारीपूर्वक चाहिँ के कुरा सुन्न आयो, कतिको सत्यता छ उहाँहरूलाई थाहा होला। तर 15 मिनट कोठाभित्र पहिल्यै निर्णय गरेर साइन गर्नलाई मात्रै बोलाइयो, बैठक बसेर निर्णय गरेको होइन भन्ने कुरा भयो। यस्तरी एकदम गैर लापरवाहीपूर्वक पशुपति क्षेत्र विकासले नियत राखेरै भत्काएको भन्छ। पशुपति विकास कोषले 534 रोपनी जग्गा त्यहाँ छ भन्ने सुनिन्छ, तर कति जग्गा योभन्दा अगाडिको अध्ययन अनुसार चाहिँ 33-34 रोपनी जग्गा हरायो भनेको छ। त्यो हराएको जग्गा चाहिँ पशुपति विकासले खोज्नको लागि तत्परता केही देखाएको छैन। हामी जान्छौँ है, हामी उठेर जान्छौँ, हामीले ठाउँ रेडी गर भनेको बस्तीमा डोजर लगाएको छ क्या। त्यो डोजर त त्यहाँ लगाउनु पर्ने थियो, अधिकरण गरेको ठाउँ हो। कसैले त्यहाँ अधिकरण गरेको छ त त्यो ठाउँ अधिकरण गरे होला नि, 34 रोपनी जग्गा त्यहाँ चाहिँ पशुपति विकास कोषले केही गर्न नसक्ने। हामी जान्छौँ, हामीलाई ठाउँ दियो, निर्णयअनुसारको ठाउँ दियो भनेको ठाउँमा चाहिँ आकस्मिक रूपमा छुट्टीको समय पारेर चाहिँ तपाईँको प्रतिरक्षाको अधिकारसहित हनन गरेर चाहिँ बस्ती भत्काइयो। देखिसकेपछि चाहिँ हामीले चाहिँ स्थानान्तरणको लागि पशुपति विकास कोषले चलनचल्तीको हिसाबमा पैसा दिन नसक्ने, अनि स्थानान्तरणको लागि चाहिँ सरकारी मूल्याङ्कनमा जग्गा उपलब्ध गराउने हामीलाई पनि, र हामीले पनि सरकारी मूल्याङ्कनमा चाहिँ जग्गाको मुआवजा लिनुपर्ने भनेर पशुपति विकास कोषले गरेको अनुरोधलाई स्वीकारेर हामीले चाहिँ मुआवजा बुझिलिएका थियौँ। तर स्थानान्तरणको पाटो चाहिँ पशुपति विकास कोषले सधैँ स्थानान्तरण नै गरेर बस्यो के। स्थानान्तरणको पाटोलाई चाहिँ सधैँ ढिलासुस्ती गरेर बस्यो। कहिले बालुवा खानीको नाममा ढिलासुस्ती गर्यो, कहिले मुद्दापरीको नाममा ढिलासुस्ती गर्यो, कहिले यहाँ प्रत्येक कुनै पशुपति विकासमा आइरहने विभिन्न प्रकारका यी घुसका काण्डहरूदेखि विभिन्न काण्डहरू चिजहरू भइरहँदाखेरि हाम्रो काम भएन। यहाँबाट पशुपति विकास कोषबाट नहुँदै गर्दा पनि हामी सुताएर बसेका छौँ। हामीले पर्यटन मन्त्री 3 बजे आइपुग्यो आफ्नो कार्यकाल आफै गर्नु पनि दायित्व पुरा गरिकन गाउँदै गर्दाखेरि हाम्रो स्थानीय बस्ती पनि मुआवजा मैले हजुरलाई फेरि पनि भएँ। यो मुआवजा विषयलाई लिएर चाहिँ पशुपति विकास कोषले विभिन्न ठाउँमा भ्रामक खेती गरिरहेको बुझ्यो, हामीले अहिले बुझ्दैछौँ। के भयो यतिखेर चाहिँ पशुपति विकास कोषले मैले अघि पनि भने गुरु योजनामै छ, गुरु योजनाको पान्ना नम्बर 34मा छ। पान्ना 34मा 2मा के लेखिएको छ भने
यहाँका स्थानीयहरूलाई अधिकरण गर्दाखेरि चाहिँ प्रचलित मूल्यलाई आधार बनाएर यथा सम्भव कसैलाई पनि मर्का नपर्ने गरेर चाहिँ मुआवजा वितरण गरिदिनुहोस् भनेर लेखेको छ। प्रति प्लट 4 आना कम नहुने गरी आवास क्षेत्र विस्तार गरी B30 तिलगङ्गा क्षेत्रका अधिकार प्रभावीहरूलाई कोठाटारमा पुनर्स्थापनाको लागि कोषले तोकी दिएको एक प्लट घडेरी उपलब्ध गराउने भनेर भन्नुभएको छ। यो आइसक्यो, यो निर्णय भइसकेपछि उहाँहरूले फेरि हामी त्यति बेलासम्म पनि कसैले मुआवजा लिने कसैले मुआवजा नलिने गरेको थियो, किनभने सार्वजनिक गरेको थिएन। यो माइनर सार्वजनिक नगरेको तपाईँको फेरि पछि आएर 2071 साल 9 महिना 4 गते परिषदको बैठकको निर्णयको उतार भनेर तपाईँको निर्णयको उतारसँगै बिक्री निर्धारण समिति पनि गठन गरेको छ गोठाटारमा जग्गा दिनलाई। यो समिति गठन गरेर त्यो समिति त्यसमा पनि लेखिएको छ गोठाटारमा घडेरी विकसित गरी घडेरी उपलब्ध गराउने मिति 2071 को परिषदको निर्णय भएकोले कुण्ड बी क्षेत्रमा उपलब्ध गराउने घडेरी एवं गोठाटार क्षेत्रमा उपलब्ध गराउने घडेरीको बिक्री मूल्य निर्धारण समिति सिफारिस अनुसार समिति गठन गर्ने निर्णय भयो भनेर समिति गठन गरेर यो चाहिँ हामीलाई सार्वजनिक गरिसकेपछि बल्ल हामीले मुआवजा बुझिदिएका हौँ हस्तान्तरणको हकमा। त्यो फाइनल मुआवजा अहिले हस्तान्तरण हामी त्यहाँ उनीहरूले यहाँ दिने त्यो हिसाबमा लिएका यहाँबाट लिनुभयो तर उहाँ चाहिँ अब अहिले चाहिँ पशुपति विकासले दोहोरो चरित्र कस्तो देखायो भने दिनुपर्ने हामीले दिइसक्यौँ, उहाँहरू नगएको भनेर देखायो। तर डाटाहरू छन्, कागजपत्र हामीसँग भएका समितिका सहमतिका कागजहरू छन्, यिनले त बोलिरहेछन् नि त। त्यतिखेरको प्रचलित मूल्य लिएको होइन, हामीले सरकारी मूल्यमा हस्तान्तरण हुन सकेको त्यो गोठाटारमा त्यो समिति छैन त अहिले। यस्तो छ त्यहाँ सहमति यसमा के भनिएको छ भने समिति गठन गर्नको लागि यो ठाउँबाट यो मान्छे हुनुपर्छ भनेर बनायो। समिति नै गठन गरेको हामीलाई आधिकारिक जानकारी दिएको छैन। हुँदैछ भने जग्गा पेलेको हो हामीले देखेको हो, रुखहरू कटानी गरेको हो हामीले देखेको हो, त्यही रुखहरू कटानी गरेको जग्गा पेलानी गरेको जग्गाहरू पेलेको हामीले देखेका थियौँ। त्यही हिसाबमा हामीले मुआवजा लिएको। तपाईँहरू यहाँबाट विस्थापित जो एकजनाले पनि त्यहाँ जग्गा पाएको कसैले पनि पाएको छैन। अब हेर्नुहोस्, अब यी डकुमेन्टहरू अब यो भुइँचालो आयो है, हेर्नुहोस् न। अब हामीलाई कसरी चाहिँ भनेको छ भने यिनीहरू चाहिँ यहाँ बसेको अनि नगएको, जान नमानेको भनेर प्रचार गरेको छ विकास कोषले। त्यसलाई खण्डन गर्दै हामी तपाईँहरूलाई विभिन्न डकुमेन्टहरू देखाउन सक्छौँ। यो 72 सालको भुइँचालो आयो। भुइँचालो आइसकेपछि त्यो भुइँचालोमा त्यहाँ हाम्रो 16वटा घरमा रातो स्टिकर टाँसे, 4-5वटा घर त्यो भत्कियो, पुरै जगसम्मै भत्कियो। भत्किसकेपछि भत्किएका 4-5वटा घरको लागि चाहिँ काठमाडौँ यहाँ हाम्रो स्थानीय वडाको सहभागितामा उहाँहरूले चाहिँ भूकम्प पीडितको लागि घर मर्मतको लागि भने 50,000 उपलब्ध गरायो। त्यसको डकुमेन्ट आधिकारिक डकुमेन्ट त चाहियो। अनि अब तपाईँहरूले के गर्नुहुन्छ त, हामी त पैसा 50,000 लिन जानुपर्छ भन्दाखेरि पशुपति विकासको सिफारिस गरिदिएको छ। उहाँहरूले हामीले जग्गा उपलब्ध गराउन बाँकी छ, उहाँहरूले पाउनुपर्ने राहत दिनुहोस्। हामी जग्गा उपलब्ध गरिसकेपछि चाहिँ उहाँहरूले घर बनाउनुहुन्छ भनेर सिफारिस दिएको छ उहाँहरूलाई। अर्को त्यसपछि 2080 साल 15 गते पनि पशुपति विकास कोषले एउटा विज्ञप्ति निकालेको छ पत्रिकामा। यो हामीले हस्तान्तरण गर्ने विषयमा विभिन्न विवादहरू भइरहेको छ। त्यो बेलामा पनि त्यसमा पनि उनीहरूले पक्कैदा किटान गरेको चाहिँ तत्कालीन माननीय मन्त्री भीम आचार्यको कार्यकालमा 1 साल असार 1 गते क्षेत्र अधिकार प्रभावित व्यक्तिहरूको पोस्ट नम्बर रहेको गोठाटारका 534 रोपनी जग्गाबाट उपलब्ध गराउने निर्णय भएको हो भनेर बकाइदा गरेको सबै